नमस्कार समादरणीय श्रद्धालु भक्तजनहरू, पौषको महिनामा कालपुरुषको 10औं राशि अनि मकर राशि हुने महानुभाव अनि व्यक्तित्वहरूका लागि के कस्तो शुभ फलहरू प्राप्ति हुँदैछ त तपाईको जीवनहरूमा, तपाईको भाग्यमा र तपाईको तकदिरमा के कस्तो शुभ फलहरू प्राप्ति हुँदैछ त? अत्यन्त लाभकारी शुभ सुनमा सुगन्ध, लाभमा लाभान्वित हुन सक्ने समय के कस्तो रहेको छ त तपाईको लागि कालपुरुषको 10औं राशि अनि मकर राशि हुने भएका महानुभाव अनि व्यक्तित्वहरूका लागि? केही त रूपले विक्षिप्त भएका पीडित भएको राशि अन्तर्गत पनि मकर राशि भएको व्यक्ति रहने गर्दछ र तपाईको आँखाभरि भएको आँसु, मनभरि भएका वेदना पीडा र त्यस्तै गरेर मनभरि भएका पीडालाई एउटा मेटाउने विश्राम गर्ने समय रहेको छ। तपाईको लागि अझै पीडामा थपिने, मनभरि अझै पीडा, मनभरि चिन्ता, थकान जस्ता यी अधैर्यपनहरूले तपाईको जीवनहरूलाई, तपाईको भावी समयहरूलाई पनि अझ दुःखमा धकेलिँदैछ त? के कस्तो शुभ फल प्राप्ति हुँदैछ त मकर राशि हुने महानुभाव अनि व्यक्तित्वहरूका लागि? मकर राशि भएका व्यक्तिहरूलाई भने जुन सूर्यको गोचरीय फल 12औं स्थानमा भएको छ, अवश्य सम्झिनु होला। तपाईँ घर छोडेर बाहिर जानुभएको छ, देश छोडेर बाहिर जानुभयो, आफ्नो परिवारलाई छोडेर यदि बाहिर निस्केको व्यक्ति हुनुहुन्छ भने तपाईको जन्मकुण्डलीमा शनि अथवा शनि ग्रह बलवान रहेका छन् भने तपाईको लागि एकदम शुभ फल रहनेछ र सूर्य पनि साथसाथै बलवान छन्, जसले सरकारी जागिर खानुभएको छ, पितासँगको राम्रो सम्बन्ध बन्दछ, जहाँ जानुहुन्छ त्यही प्रशंसा प्राप्ति गर्नुहुन्छ भने तपाईको लागि यो समय भने एकदम धन पैसा मान पद प्रतिष्ठाहरू प्राप्ति गर्नको लागि अत्यन्त राम्रो अनि सुन्दर योग बनिरहेको छ यो अथवा यो पौषको महिनामा। नत्र भने तपाईको सूर्य कमजोर रहेको छ, आँखासँग सम्बन्धित समस्याहरू रहेको छ, हात जोड्नेहरूसँग सम्बन्धित समस्या रहेको छ, पितासँगको राम्रो सम्बन्धहरू बन्दैन, मान सम्मानहरू प्राप्ति हुँदैन भने यस्ता व्यक्तिहरूले सम्झिनुहोस् यो पौषको महिना भने तपाईको लागि भने नकारात्मक सकारात्मक फल भन्दा पनि नकारात्मक फल भने धेरै रहिरहने गर्दछ। जीवनहरू उतार चढावका मार्गहरू धेरै बन्ने योगहरू पनि यहाँ देखिरहेको छ। ब्याङ्क ब्यालेन्सहरू सकिन सक्दछ, मान प्रतिष्ठाहरू घुम्न सक्दछ, कसैले आरोपित लगाएर तपाईलाई दण्ड अपराधको सजाय अथवा कुनै पनि जुन दण्डको भागेदारी पनि बनाइदिन सक्दछ। हरेक ठाउँहरूबाट जुन मान पाउने ठाउँमा मान पाइँदैन, वचन पाउने ठाउँमा वचन पाइँदैन, धन पाउने ठाउँबाट धन पाइँदैन, विद्या पाउने ठाउँबाट विद्या पाइँदैन। हरेक क्षेत्रहरूबाट जुन खोसिएको गुमाएको जुन एउटा हुन्छ नि त मातापिताको एउटा जुन माया प्रेमहरू गुमाएको व्यक्ति र मातापिताको एउटा माया प्रेम भएको व्यक्तिमा कस्तो प्रभाव रहन्छ हो त्यस्तै पनि तपाईको जीवन पनि अवश्यमेव पौषको महिनामा विशेष गरेर रहने गर्दछ। हुन त भन्दै गर्दाखेरि जुनसुकै राशिको पनि एउटा कर्म, एउटा भाग्य र एउटा खुबी र एउटा जुन विचार शक्ति र एउटा सिद्धान्त भने प्रकृतिले नै उसलाई दिएको हुने गर्दछ। तिमीले यो गरेर बाँच्नु पर्दछ है, तिमीले यो जुन प्रतिस्पर्धाको यो जुन मैदानमा उत्रिनु छ, यो प्रतिस्पर्धाको मैदान, यो दुःखालय दुःखको घर हो, यसमा तिमीले पढेर तिमी ठुलो मान्छे बनेर आफ्नो जीविकोपार्जन गर। तिमी सङ्गीतमा राम्रो छौ अथवा सङ्गीत क्षेत्रलाई अगाडि बढाऊ, त्योबाट तिम्रो भनौँ न एउटा भविष्य बन्नेछ र त्यस्तै गरेर तिमी एउटा नायक खलनायकको भूमिका खेल, तिम्रो जीवन त्यहीँबाटै चल्नेछ। हो एउटा व्यक्तिहरूलाई एउटा ज्ञान, एउटा कीर्ति र एउटा ज्ञानले परिपूर्णता अवश्यमेव दिएको हुने गर्दछ र तैपनि यो समयमा भनेपछि जुनसुकै क्षेत्रमा लागिरहेका व्यक्तिहरूले पनि यदि सूर्य कमजोर भएका, यदि कमजोर मनस्थिति भएका व्यक्तिहरू हुनुहुन्छ भने अलिकति पहिलेको समयमा व्यापार घाटादेखि लिएर मान पद प्रतिष्ठाहरूदेखि लिएर धन पैसाहरूदेखि लिएर हरेक ठाउँहरूमा अलिकति मन्दता भने अवश्यमेव छाउनेछ। मकर राशि भएका व्यक्ति अनि महानुभावहरूको लागि यो पौषको महिनामा र साथसाथै द्वितीय भावमा राहु ग्रह गएर बसेको छ, जसले खानपान धेरै गर्नुहुन्छ, चुरीफुरी धेरै गर्नुहुन्छ र आफूसँग पैसा छैन व्यक्तिसँग सरसापटहरू गरेर तपाईँले जुन आफ्ना साथीभाइहरूलाई खुसी पार्ने यदि आदत तपाईँको रहेको छ, खानपिन झोलिलो पदार्थ लट्ठिने चिजहरू यदि तपाईँले खानुहुन्छ भने सम्झिनुहोस् तपाईँको लागि यो भने भयङ्कर अप्ठ्यारो साबित हुनेछ।
त्यसैको कारणले गर्दा तपाईको परिवारजनसँग इष्टमित्रहरूसँगको पनि सम्बन्ध बिग्रेर जाने योगहरू बन्न सक्दछ भने जुन आफ्नो जिब्रोको स्वादको लागि आफ्नो शरीरलाई कति घाटा भएको छ त्यो कुराहरू पनि कहिल्यै पनि महसुस अनि बुझ्न नसक्ने स्थिति पनि रहन सक्दछ। मकर राशि भएका व्यक्तिहरूले अन्तर्विरोध बढेर जाने सक्दछ भने धन पैसा कारोबारहरू जहाँ दियो त्यही पैसाहरू डुब्ने, व्यक्तिहरूसँग राम्रो सम्बन्धहरू नबन्ने स्थिति यहाँ बन्न सक्दछ। तेस्रोमा शनि बसेको छ। तेस्रो शनिले तपाईलाई ऊर्जाशील बनाउँछ, कार्य गर्न सक्ने शक्ति, सामर्थ्य, जोश जाँगर र हिम्मतलाई जुटाउनको लागि अगाडि बढाउँदछ भने त्यस्तै गरेर तेस्रो भावको शनिले जुन आफ्नो पैतृक सुख सम्पत्ति अथवा पैतृक सम्पत्तिदेखि लिएर आफ्नो दाजुभाइहरूको सुखहरू प्रेमहरू सदैव प्राप्ति गर्ने गर्दछ। आलस्यबाट उठेर काम गर्नको लागि एउटा उमङ्ग, जोश र जाँगर एउटा यो तपाईको अन्तर हृदयमा भरेर जुन शनि ग्रहले तपाईलाई बल प्रदान अवश्यमेव गरिरहनेछ। कालपुरुषको 10औं राशि अनि मकर राशि भएका महानुभाव अनि व्यक्तित्वहरूका लागि र साथसाथै जुन 6औं भावमा बृहस्पति ग्रह गएर बसेका छन्। 6औं भावको बृहस्पतिले व्यक्तिलाई रोगी बनाउँछ भनेर भन्छ। तपाईको यो महिनाको लागि मात्रै होइन है, यो मैले जुन बृहस्पतिको गोचर भन्दैछु यो भनेको करिब वर्षसम्मको फल पनि तपाईलाई रहन सक्दछ। यो जुन 2082 सकिएर जुन 83 सालसम्म पनि यो फल रहन सक्छ। रोगी व्यक्तिलाई रोग बढेर जान सक्छ, जुन पैसा कमाउने व्यक्तिलाई पैसाको वृद्धि भएर जान सक्दछ भने शत्रुहरू जम्मा गर्दै गएका व्यक्तिहरूलाई शत्रुहरू बढ्दै जानेछन्। जुन कार्यमा लाग्नु भएको त्यो कार्य भने तपाईको पूर्ण रूपमा बदलिँदै जानेछ र तपाईलाई एउटा बदलावको स्थितिले तपाईले एउटा सफलता हात पार्न सक्नुहुन्छ भन्ने कुरा पनि यहाँ रहिरहेको छ। भने 8औं भावमा केतु ग्रह मोक्षकारक ग्रह, ज्ञानकारक ग्रह, विद्याकारक ग्रह, गुप्त मन्त्र सिद्धिकारक ग्रह, जुन वैराग्यको कारक ग्रह, जीवनहरूमा मोक्षको फलदाता ग्रह केतु 8औं भावमा गोचर गरेका छन्। 8औं भावको गोचरले भने व्यक्तिहरूलाई पनि आकस्मिक रूपमा लाभ प्राप्ति गर्दछ। आकस्मिक रूपमा व्यक्तिहरूलाई जुन नसोचेको ठाउँबाट पनि धन प्राप्ति गर्ने, नसोचेको ठाउँबाट पनि मान प्राप्ति गर्ने हुन्छ नि त। एउटा कुनै पनि नपत्याएको ठाउँबाट पनि कहिलेकाहीँ राम्रो नतिजाहरू प्राप्ति हुन्छ भने जस्तै गरेर तपाईको अड्किरहेका रोकिरहेका कामहरू पनि फ्याट्ट बन्दिने स्थितिको कारणले गर्दा तपाईले मनलाई पनि एउटा आनन्दता र परिवारलाई पनि एउटा खुसी बाँड्ने एउटा शुभ समय पनि रहन सक्छ भनेर पनि यहाँ विशेष गरेर मकर राशि भएका व्यक्तिहरूलाई विशेष गरेर बताइरहेको छ। र साथसाथै 10औं भावमा चन्द्रमा रहेका छन्। राज्यकारक ग्रह, लक्ष्मीकारक ग्रह, राज्य स्थानमा लक्ष्मीकारक ग्रह गएर बसेका छन्। तपाईले गरिरहेको करियर क्षेत्र, तपाईले पढिरहेको पढाइरहेको अध्ययन अध्यापन गरिरहेको क्षेत्रहरूमा पनि विशेष गरेर लाभ प्राप्ति गर्ने समय रहेको छ। चन्द्रमाले उचित रूपमा तपाईलाई लाभका मार्गहरू, लाभका बाटाहरू खुला गर्दै अगाडि बढ्नेछन् भने धन संग्रह, स्त्रीको कारणले गर्दा जागिर लाग्नु र स्त्रीले को कारणले गर्दा रोकिएका कामहरू बन्नु, यी तमाम विषयवस्तुहरू चन्द्रमाको प्रभाव तपाईको राशि चक्रबाट यानी लग्नबाट जन्म राशिबाट 10औं भावमा जुन परिवर्तन गरेका चन्द्रमाको विशेष शुभ फल प्राप्ति हुँदैछ। त्यस्तै गरेर एकादश भावमा यानी पौषको 4 गतेसम्म बुध ग्रह रहनेछन्। यसले व्यक्तिहरूलाई बुद्धिजीवी बनाउँछ, तर्क विचार शक्तिले युक्त बनाउने गर्दछ, सिद्धान्तवादी बनाउँछ, न्यायप्रिय बनाउने गर्दछ र साथसाथै व्यक्तिहरूलाई मिठो बोल्ने, मिठास बोली वचनहरू बोल्ने एउटा खुबी क्षमता व्यक्तिहरूमा पारदर्शी हिसाबले अगाडि बढाउँदै जानेछ। भने द्वादश भावमा पश्चात बसेका जुन बुध ग्रहले भने अलिकति दहीचिउरे कुराहरू गर्ने, कुनै पनि व्यक्तिहरूका झै झगडाका कुराहरू होलान्, कुनै पनि व्यक्तिका मनमुटावका कुराहरू होलान्, कुनै पनि व्यक्तिका जुन व्यापार व्यवसाय उद्योगी अथवा उद्यमशीलताका कुराहरू होलान् र परिवर्तनका कुराहरू होलान्। यी परिवर्तनका कुराहरूले गर्दा व्यक्तिहरूलाई अलिकति बेमेल अनि फाटोपनहरूको स्थिति पनि विशेष गरेर यहाँ पौषको महिनामा रहन सक्दछ। र 12औं भावमा मङ्गल अनि सूर्य दुईटा ग्रह गएर बसेका छन् र साथसाथै बुधको पनि केही संयोग बन्नेछ। यसले एउटा त राम्रो योग बनाउँछ। घरभन्दा बाहिर र विदेशमा गएका व्यक्तिहरूलाई पनि विशेष गरेर पौषको महिना अन्य महिनाको तुलनामा आर्थिक हिसाबले एकदम राम्रो बन्नेछ। राम्रो जागिर प्राप्ति अथवा राम्रो ठाउँहरूमा नौकरी प्राप्ति हुन सक्दछ अथवा नौकरी प्राप्ति गरेको ठाउँबाट पनि स्यालेरीहरू बढ्न सक्दछ र त्यस्तै गरेर